गाइस वेलकम बैक टु माई न्यू भिडियो। सो आज चाहिँ म साथी घर आएको पनि 2-3 दिन भइसक्यो अनि आज चाहिँ घर जान भनेर निस्केको। घर जान मतलब अहिले जाँदैछु म 14 माइल कुनु कि साथी चाहिँ भोकाले भात खान थाली। मलाई चाहिँ भात के ताता जाम लिएको यसले चाहिँ भात खाइरहेको छ। यसले चाहिँ भात खाइरहेको छ थालिहाली भोकाले मन नआँटी थियो त यार। गाइस अहिले चाहिँ हामी साथी घरबाट निस्केको। अरे यता हेर्नु न यहाँ पहाड, यता पहाड, हामी चाहिँ यो रास्ता पहाड। त्यसले चाहिँ मेरो बेग बोकिरहेको छ पुडो ভাল लाग्छ न यस्तो पहाड। बिचारा पुनो डुङ 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 सुन्नुलाई चाहिँ मैले बिचारा भन्दै हिँड्दै। यो पानीले गर्दा चाहिँ चुन्नी चाहिँ यसरी काँधोमा हालेर हिँड्नु पर्यो चाहिँ यहाँ होइन पुनु न के कुवा। हामी आज कत जाएछु? आज আমি 14 মাইল যাই আছো। তাতে মানে মানে মই লগতে মানে কি সাইবা বাবা মন্দিৰত সোমাব মানে পূজা পাঠ কৰিব। মইতো নাযাওঁ, ভিতৰত যাব। तर হৈ গ'ল এইখিনিয়ে। आज हामी चाहिँ जाँदैछौँ, हामी जाइहाल्छौँ आज মানে অসমীয়া কৈ আছো। हामी जाँदैछौँ 14 माइलबाट अहिले फेरि घर जाने हो। म चाहिँ अस्ति आएको साथी घर, पानी आएर फेरि रास्ता चाहिँ यस्तो छ सुई होइन। अन्त ल साथीहरू हेर्दै जानु। यो उनीहरूको घरबाट यता जाने रास्ता है, जोराबाट यहाँबाट देखिन्छ। देखाउँदैछु है, यहाँ माथि पहाडबाट झर्दैछौँ हामीहरू चाहिँ। यता भयो 12 माइलहरू है, यता जोराबाट पुनु, यता चाहिँ फेरि सुनापुर जाने रास्ता। हामी चाहिँ यहाँबाट जाँदैछौँ पुनु चा हामी चाहिँ जाँदैछौँ अहिले। जाँदाखेरि चाहिँ राम्रै लाग्छ के र, आउँदाखेरि चाहिँ उकालो हुन्छ नि त, त्यही भएर कष्ट। अहिले चाहिँ हामी गाडीमा उठेर जाँदैछौँ। मोबाइलमा झुन्डिरहेको छ। फाइनली गाइस अहिले चाहिँ हामीहरू आइपुगिसकेका छौँ साईबाबा मन्दिर। यो चाहिँ छ 14 माइलमा साईबाबा मन्दिर चाहिँ है। अनि म र साथी आएको, साथीको चाहिँ उसको चाहिँ बाबाको डेथ भएको थियो नि त, अनि त्यही भएर ऊ चाहिँ अब भित्र पस्नु भएन। अनि म चाहिँ आएर यहाँ सामान लिएर र अगरबत्तीहरू है, अनि म चाहिँ यहाँ पूजा गर्न थालिसकेको छु। साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले। म चाहिँ अब पूजा गर्नु पर्यो है। अनि त्यहाँबाट साथीहरू यहाँ आयो भने चाहिँ अर्कै मजा लाग्छ कि होइन। अनि यहाँ म चाहिँ हल्का पूजा गर्दैछु। अनि पूजा गरेपछि चाहिँ यहाँ फेरि यता भित्रतिर नि आएँ म दर्शन गर्नलाई। अनि यताउँदै चाहिँ दर्शन गऱ्यो अरे, अनि हल्का भिडियो पनि बनाएँ। त्यसपछि चाहिँ अब म गएँ बाहिरको नजारा देखाउन हजुरहरूलाई। अनि यहाँ बाहिरको नजाराहरू चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो छ है, यता चाहिँ साइडमा चाहिँ भगवान् छन् है, मन्दिर छन्। अनि यहाँ बिचमा चाहिँ पानी छ। अनि यहाँ चाहिँ के भन्नु चाहने नि, यत्रो कत्रो ठुलो माछा छ क्या यहाँ चाहिँ होइन। अनि म त हेरेर छक्क परेँ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ भगवान् हुनुहुन्छ। अनि त्यसको पछि चाहिँ यतापट्टि चाहिँ फेरि यस्तो खोला जस्तै छ। अनि यहाँनिर चाहिँ मैले यति ठुलो माछा देखेको थिएँ कि अघि होइन। अनि त्यहाँबाट साथीहरू हेर्दै जानु होला के कस्तो लाग्छ। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अनि हामी चाहिँ अहिले बजारमा पनि पसेर जानु पर्यो भनेर फेरि हामी बजारमा आएको, फेरि पानी परेर है, पानी परेर बर्बाद छ केही नपुग्नु।
होटेल चाहिँ ठुलो